दर्शकबिन 2079 माघ 1 गते काठमाडौँबाट पोखरातिर उडान भरिएको यति एयरलाइन्सको जहाज दुर्घटना परेको थियो र माघ 1 गतेलाई चाहिँ कालो दिन भनेर पनि चिनिने गरिन्छ र यही कालो दिनलाई स्मरण गर्दै घोडाई महोत्सवमा देखाएको यो एउटा दृश्य अथवा एउटा यो नाटक अभिनय एकैछिन हेरौँ त। आइतबारका दिन बिहान काठमाडौँबाट पोखराका लागि 10:32 उडेको एटी एयरलाइन्सको 9N-AMC ATR 72-500 बाइएन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा करिब 11 बजेतिर पोखराको सेती खोजमा दुर्घटनाग्रस्त भएको छ। बाइएनमा चालक दलका क्याप्टेन कमल केसी सहित 4 जना सदस्य र स्वदेशी तथा विदेशी यात्रु 68 जना गरी 72 जना सवार थिए। उक्त बाइएनमा दुर्घटनामा परि दिवंगत हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्दै मृत आत्माको शान्तिका लागि 1 मिनेट आफ्नो ठाउँबाट उठेर मौन धारणमा सहभागी हुन अनुरोध गर्दछु। साँच्चै रिचाउँ